को इस कार्यक्रम का प्रमुख अतिथि उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेलज्यू, विशिष्ट अतिथि नगर उपप्रमुख मीना खतिवडा पौडेलज्यू र अन्य वडा सदस्यज्यूहरू, कार्यपालिका सदस्यज्यू, मञ्चमा आसन गर्नुभएका हाम्रा सशस्त्र प्रहरी बेस क्याम्पका प्रमुखज्यू लगायत अन्य मैले मान्नुपर्ने महानुभावहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण व्यापारी दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई स्वीकार्नुहोस् नमस्कार। हामी यो हाटखोला भनेर पहिलाको पुरानो हाटखोलामा अव्यवस्थित बजार थियो, त्यसलाई व्यवस्थित बनाउन भनेर नगरपालिकाले 1.5 करोडको हाराहारीमा यो सटरहरू 32वटा सटरहरू तयार गरेका थियौँ। त्यसमा एउटा कोल्ड रुम छ, बाथरुम टोयलेट छ, एउटा कार्यालय अफिस गर्दाखेरि हामीसँग 27-28वटा अरू सटर र बिचको भागहरू केही रहेको कुरा तपाईँहरूलाई जानकारी छँदैछ। हामीले यसलाई विशुद्ध कृषि बजार भनेका छौँ। यसमा लुगा कपडा अरू अन्य होटल सोटल यहाँ नहुने कुरा तपाईँहरूलाई यो समितिले पनि अग्रिम जानकारी गराएको होला, हामी पनि त्यही कुरा भन्नेछौँ। यो कृषि बजारका लागि बनाएको हुँदा कृषिकामा पर्ने विभिन्न कुराहरू चाहिँ तपाईँहरूले यहाँ राख्न पाउनुहुनेछ र यो साप्ताहिक रूपमा चाहिँ आज हामीले मङ्गलबारलाई उद्घाटन गरेको छौँ। अहिले मेयर साहबसँग पनि कुरो गर्दै भएको थियो, मङ्गलबारेको केही साथी व्यापारीहरूले नबुझेर बजारै मङ्गलबारे यता सार्ने भए भनेर पनि कुरो आएको रहेछ, तर हामीले बजार सार्न खोजेको होइन। तपाईँहरूले पनि यो कुरो जानकारी गराइदिनु होला। हामी यहाँ कृषि बजार मात्रै लाउन खोजेको हो, अरू बजार मङ्गलबारको दिनको मङ्गलबारेमै लाग्नेछ। यहाँ कृषि बजार पनि तपाईँहरू सबै व्यापारी आँट्ने ठाउँ छैन। हामीसँग यहाँ 20, 25, 30वटा कति व्यापारी समितिले व्यवस्थापन गरेका छ, त्यति मात्रै व्यापारी आँट्नुहुनेछ। मङ्गलबार हामी कृषिका फलफुलदेखि लिएर सागसब्जी मात्रै यहाँ बिक्री वितरण गर्ने कुरा पनि तपाईँहरूलाई जानकारी गराउँछौँ र मङ्गलबारेबाट जो व्यापारीहरूले गुनासो गर्नुभएको छ उहाँहरूसँग बसेर यसलाई के गर्ने, अझै व्यवस्थित कसरी गर्ने भन्ने कुरामा पनि हामी पनि छलफल गर्नेछौँ। समिति पनि त्यो विषयमा छलफल गर्नेछ भनेदेखि हाम्रो यो कृषि बजार चाहिँ आज मङ्गलबार मात्रै लाग्ने होइन, यो दैनिक रूपमा हाम्रो यी सटरमा कृषिका बजारहरू लागिरहनेछ। थप साप्ताहिक रूपमा मङ्गलबारको दिन अरू थप बजार लाग्ने कुरा तपाईँहरूलाई जानकारी गराउँछु र समितिले पनि अब तपाईँहरूलाई यसै भनेर यो अगाडि बढाएको कुरो होला। त्यसले गर्दा तपाईँहरू जो सब्जी लिएर आउनुहुन्छ, ठाउँ सानो छ, त्यस ठाउँमा तपाईँहरू अटेर बसेर आज यो साप्ताहिक हटिया चलाइदिनु होला र सटरमा बस्ने महानुभावहरूले अब केही सटर बाँकी होला, 1-2वटा नभए अरू हाम्रो सटर सिद्धिछा छ, सबै सटर धनीले सटर खोलेर यो बजारको गरिमा बढाइदिनु होला। सँगसँगै बजारको गरिमा सँगसँगै तपाईँहरूको पनि आय स्रोत बढ्नेछ, नगरपालिकालाई पनि केही आम्दानी हुने कुरा। यो 1.5 करोडभन्दा माथि नगरपालिकाले खर्च गरेका छ र अन्य गर्न पनि धेरै बाँकी छ। यो बिचमा रहेको ठाउँमा पेबल लगाउनु पर्ने छ, अन्य विभिन्न कुराहरूमा पनि यो नगरपालिका लागिरहेको छ। यसपालि यो 23-24को आन्दोलनका कारणले हामीले यो बजारलाई अरू प्रभावकारी बनाउन नसकिराखेको, बजेटको व्यवस्था नभएको कुरा पनि तपाईँहरूले थाहा पाउनु भएकै छ र अन्य कुराका लागि अब म भन्दा मेयर साहब उपमेयर साहब हुनुहुन्छ, धेरै कुरा उहाँहरूले राख्नुहुनेछ र यो बजारको साप्ताहिक बजारको सफलताको शुभकामना सहित मेरो अहिलेको भनाइ यही अन्त्य गर्छु। हस्त नमस्कार, धन्यवाद। साप्ताहिक कृषि बजार समुद्घाटन सत्रका विशिष्ट अतिथि एवं उर्लाबारी नगरपालिका वार्ड नम्बर 6 का वडाध्यक्ष चिन्तामणि पौडेलज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै हामी बीचमा उपस्थित उर्लाबारी नगरपालिका वार्ड नम्बर 7 का जनप्रतिनिधि एवं उर्लाबारी नगर कार्यपालिका सदस्य मनमाया तामाङज्यूलाई म अतिथिको रूपमा आसन ग्रहण गर्दै हुनको लागि अनुरोध गर्न चाहन्छु र आफ्नो केही भनाइसहित शुभकामना मन्तव्य राखिदिनु हुनका लागि म आजका यस कार्यक्रमका विशिष्ट अतिथि एवं उर्लाबारी नगरपालिकाका नगर उपप्रमुख आदरणीय मीना कुमारी खतिवडा पौडेलज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको उर्लाबारी कृषि बजार व्यवस्थापन समितिले साप्ताहिक बजार उद्घाटन कार्यक्रम आयोजना गर्नुभएको छ। सो कार्यक्रममा अध्यक्षता गरिरहनुहुने यसै बजार व्यवस्थापन समिति तथा यसै वडा नम्बर 6 का
जनप्रतिनिधि परिषद सदस्य मानबहादुर धिमालज्यू, यसै गरी ड्यासमा आसीन प्रमुख अतिथि उर्लाबारी नगरपालिका प्रमुख गङ्गा प्रसाद खरेलज्यू, यसै गरी ड्यासमा आसीन अतिथिज्यूहरू वडा नम्बर 6 का अध्यक्षज्यू, सदस्यज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू र यस बजार व्यवस्थापन समितिका पदाधिकारी, अध्यक्ष लगायत पदाधिकारी, सदस्यज्यूहरू र उपस्थित पत्रकार मित्रहरू, सुरक्षा निकाय र यस बजारलाई सभ्य र भव्यताका साथ साप्ताहिक बजार व्यवस्थापन गर्दै र बजारमा एउटा यसलाई बजारलाई समृद्ध बनाउन र आफ्ना चाहिँ आवश्यकताहरू पुरा गर्नको लागि र यहाँहरूलाई परेका पीडाहरू आवश्यकता अनुसार यहाँ उपभोग गर्नका लागि उपस्थित हुनुहुने सम्पूर्ण कृषि क्षेत्रमा आधारित सम्पूर्ण आदरणीय व्यवसाय, किसान सम्पूर्णमा म उर्लाबारी नगरपालिकाको तर्फबाट, व्यक्तिगत तर्फबाट हार्दिक न्यानो अभिवादन सहित नमस्कार। वास्तवमै धेरै कुराहरू अध्यक्षज्यूले यहाँहरू समक्ष राखिसक्नु भएको छ। म धेरै कुराहरू गरेर भाषण गरेर यहाँहरूलाई अल्मल्याउन चाहन्न, किनकि बजार पनि गर्नु छ, त्यसैले हामी अर्को कार्यक्रममा पनि जानु छ र मात्रै मैले सम्पूर्ण उपस्थित महानुभाव